अर्को एक दुईवटा कुरा भन्नु मलाई एकदमै इच्छा छ। हाम्रो प्रहरीको लुगा चुस्ता, यसको लागि हामीले एउटा योजना बनाएको छौँ। प्रहरीको पोसाक अबदेखि हामी आफै बनाउँछौँ, आफ्नै फ्याक्ट्री। एउटा कुरा, यो फ्याक्ट्री फेरि तपाईँको सहरतिर हुँदैन, यो फ्याक्ट्री गाउँतिर हुन्छ, ताकि गाउँ। सम्माननीय गृहमन्त्री सुदन गुरुङजीले एउटा प्रहरी प्रशासनको एउटा मिटिङमा एउटा बोल्ड निर्णय गर्नुभएको रहेछ, डिसिजन गर्नुभएको रहेछ। प्रहरी प्रशासनको वर्दी, प्रहरी प्रशासनको पोसाक चेन्ज गर्नु पर्यो, पुरानो भयो, धेरै पहिलादेखिको हो, यो पुरानो भयो। सरकार चेन्ज भएसँगै, सरकार बदलेसँगै चेन्ज गर्नु पर्यो। अरू देशको पुलिस प्रशासनहरू कति धेरै स्मार्ट हुन्छन् हैन, त्यसै गरी सेफ्टी साधन, त्यसै गरी वर्दी युनिफर्महरू एकदम स्मार्ट एकदम हुन्छन्। त्यही खालको हाम्रो नेपालमा पनि हुनु पर्यो भनेर चाहिँ पुलिस प्रशासनको वर्दी पोसाक चेन्ज गर्नको लागि चाहिँ उहाँले एउटा निर्णय गर्नुभएको छ। र साथसाथै यो पनि भन्नुभएको छ कि पुलिस प्रशासनको वर्दीको जुन कपडा छ त्यो कपडा चाहिँ हामी नेपालमै उत्पादन गर्ने, हामी नेपालमै आफ्नै फ्याक्ट्री बनाउने, आफ्नो नेपाल सरकारद्वारा हैन उत्पादन गर्ने। त्यहाँबाट फेरि नेपाली जनताहरूलाई नेपालमै फ्याक्ट्री भएपछि, कम्पनी भएपछि, उत्पादन गर्ने नेपालमै भएपछि रोजगारीको व्यवस्था पनि भयो हैन, जब आफ्नै गाउँमा बसेर आफ्नै घरमा बसेर रोजगारीको व्यवस्था पनि भयो र आफ्नो देशको पैसा आफ्नै देशमा पनि रह्यो, कोही विदेश जानु पनि परेन भनेर भन्नुभएको छ हैन। अब माननीय गृहमन्त्रीजीले यो पहिलाको सरकारले जस्तो बोल्नको लागि मात्रै बोलेको हो भने त केही भन्नु परेन, मलाई भन्नु छैन हैन। यदि त्यो कार्यान्वयन गर्नको लागि कार्यान्वयन हजुरले भनेको जस्तै गरी कार्यान्वयन हुन्छ भने त्यो हजुरले गर्न खोज्नुभएको, खोल्न खोज्नुभएको कपडाको कम्पनी चाहिँ हाम्रो गाउँमा खोल्नु पर्यो, हाम्रो धादिङ जिल्लामा। हाम्रो धादिङ जिल्ला गजुरी गाउँपालिका वडा नम्बर 8 मा, त्यहाँको स्थानीय हो म, त्यहाँ खोल्नु पर्यो। अनि सँगसँगै म अर्को कुरा पनि के भन्छु भने त्यही कम्पनी खोल्ने विषयमा हाम्रो धादिङ जिल्ला क्षेत्र नम्बर 1 को सांसद माननीय सांसद आशिका तामाङजी अस्ति भर्खर भारी मतले चाहिँ जिताएर चाहिँ पठाउनु भएको छ नेपाली जनताहरूले हैन। उहाँले चाहिँ आशिका तामाङजीले उहाँ गृहमन्त्रीजीसँग कोअर्डिनेट गरेर सल्लाह गरेर हैन, यो कम्पनी जुन कपडाको जुन कम्पनी छ त्यो कम्पनी चाहिँ हाम्रो धादिङ जिल्लामा हाम्रो गजुरी गाउँपालिकामा चाहिँ एउटा खुल्ला, उहाँले गृहमन्त्रीजीले भन्नु पनि भएको छ, यो कुनै सहरमा हुँदैन, यो गाउँमा हुन्छ, गाउँमा बनाउने भनेर चाहिँ एकदम भिडभाड भएको ठाउँमा हैन, एकदम कुनै गाउँमा हुन्छ भनेर भन्नुभएको छ। नेपाल त्यो पनि हाम्रो धादिङ जिल्ला पनि नेपालै हो हैन, गाउँै हो। त्यो गाउँमा त्यो गृहमन्त्रीजीले भनेको जस्तै गरेको गाउँ छ त्यो हाम्रो गजुरी गाउँपालिका वडा नम्बर 8। त्यहाँ चाहिँ सरकारी जग्गाहरू पनि छ हैन, कम्पनी बनाउनको लागि जग्गा, उपयोग जग्गाहरू पनि छ। यदि त्यो जग्गाले पुगेन भने हामीहरू त्यहीँको स्थानीय हो, त्यहाँको प्राइभेट जग्गाहरू पनि युज गर्न मिल्यो हैन, त्यसको लागि हामीहरू हेल्प गर्न तयार छौँ। र अनि अर्को कुरो, त्यहाँको जनताहरूलाई, त्यहाँको स्थानीयहरूलाई, त्यहाँको जनताहरूलाई चाहिँ रोजगारीको व्यवस्था पनि हुन्छ। त्यहाँ कपडाको कम्पनी खोलिसकेपछि आफूले जानेको सिप, आफ्नो सिप अनुसारको तलब, आफ्नो सिप अनुसारको जुन पोजिसन हुन्छ नि, विदेशतिर गएको हामी पनि, म पनि स्वयं त्यहीँको स्थानीय हो, म पनि विदेशबाट फर्केर गएर त्यही कम्पनीमा काम गर्न पाएँ भने कति राम्रो हुन्थ्यो, कति मजा हुन्थ्यो हैन। आफ्नै गाउँमा, आफ्नै घरमा, आफ्नै परिवारहरूसँग बसेर आफ्नै देशमा कति रमाइलो हुन्थ्यो हैन। ल आशिकाजी, माननीय सांसद आशिकाजी, यो कुरो गृहमन्त्रीजीसँग कोअर्डिनेट गरेर सल्लाह गरेर त्यहाँ जुन वडा नम्बर 8 मा गजुरी गाउँपालिका वडा नम्बर 8 मा चाहिँ त्यहाँ बनाउनको लागि, पहल गर्नको लागि म आग्रह गर्दछु। हस् त, धन्यवाद।